भयङ्कर हाउरी आएको छ भयङ्कर हाउरी आएको छ रुखको हागे मान्छे एकैछिन अगाडि हामी त्यहीँनिर बस्नु पर्ला है कहाँ जानुपर्ने हो है त्यहाँ बादल जाने छ नि त गइरहेको तपाईँले ठ्याक्कै त्यो टावर देख्नु न ठुलो पहाड भयो अनि मुनि यसो छोरी आएर त्यस्तो परेछ नि उपरदाङगढी यहाँ त मेरो घर नदेखिनु रहेछ त मेरो घर अगाडि खुलेको थियो रेस्टुरेन्टमा यी पहिलो घरले थियो त्यो सिसामा घर छैन त्यहाँ जिम खोल्यो नि यहीँ आएर बस्नु पऱ्यो क्या बिहान त्यहाँ जिम त्यहाँ कफी जान सकिन्छ त्यहाँ कफी सफी खानुलाई कहाँको बस्छ त अहिले